नमस्ते साथीहरू, यति बेला तपाईहरू हेर्न सक्नुहुन्छ हिमानी शाहज्यूका छोरा हिरेन्द्र शाहज्यू अहिले जनताको बीचमा जुम्लामा हुनुहुन्छ। त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ हिरेन्द्र शाहज्यूले हिमानी ट्रस्टद्वारा आयोजन गरेको भवन शिलान्यासमा आफै खटिनु भएको छ। उहाँले आफै बर्थिङ सेन्टरको शिलान्यास गर्नुभएको छ। अहिले पछिल्लो समयदेखि हिमानी शाहज्यूले आफ्नो छोरा हिरेन्द्र शाहज्यूलाई सक्रिय रूपमा जनताका बीच ल्याउनु भएको छ। धन्यवाद।